हेलो एभ्रिवान, यहाँलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ र आज फेरि पनि तपाईहरुको सामु एउटा छोटो भिडियो लिएर आएको छु। हामी आज खरपुटार भाटबेसीबाट गिलुङको यात्रामा छौं र भोलि हामी फेरि पनि गिलुङबाट चरगाउँसम्म जानेछौं। चरगाउँ चाहिँ मेरो जन्मथलो भएको कारण आज धेरै वर्षपछि, सायद 8-9 वर्षपछिको यात्रामा म जाँदैछु। हाम्रो सबैजनाले चाहिँ मेरो साथ दिनुहोला। फुपू कता हिँड्नु भयो? फुपू कता हिँड्नु भयो? कता जाने हो? कता बस्नुहुन्छ हजुर? हजुर दौडमा बस्ने 20 रुपियाँ। के खानुहुन्छ त नि 20 रुपियाँले? के खानुहुन्छ 20 रुपियाँले? रौसी खानुहुन्छ खानुहुन्न? खानुहुन्न? कता गएर आउनु भएको हो? र उहाँलाई चाहिँ सबैले पारु पारु भनेर चिन्छन्। मैले सानोमा देखेको थिएँ, हाम्रो आफन्तले पढ्नुहुन्थ्यो। सो उहाँलाई भेट्यो र पैसा माग्नुभएको थियो, हामीले पैसा पनि दियौँ। आजको हाम्रो यात्रा चाहिँ रामबजार टु गिलुङ थियो। अहिले हामी गिलुङ आउन लागिसकेको छौँ। गिलुङको गेट प्रवेश गरियो। यो चाहिँ गिलुङ गाउँ। अब गिलुङ गाउँमा आइसक्यो हामी। यहाँबाट जाने दिदीहरू कता रे? र फाइनली हामी चाहिँ गिलुङ गाउँभित्र प्रवेश गरिसकेका छौँ र गिलुङमा एकदम सुन्दर, घुम्नलाई एकदम रमणीय ठाउँ, सबै पर्यटकहरूको मनमा बसेको गाउँको रूपमा पनि चिनिन्छ गिलुङलाई। त्यसकारण हामी ठ्याक्क गिलुङको यो बस पार्क भन्छ यसलाई चाहिँ, बस पार्कमा आइपुग्यौँ र हामी आज चाहिँ गिलुङमै बस्नेछौँ मेरो दिदीको घरमा। र भोलि चाहिँ हामी बिहान चरगाउँको यात्रामा जानेछौँ। यो चाहिँ गिलुङको डाँडाको भ्यू छ र हामी एकछिन रेस्ट गरेर फोटोसोटो खिच्यौँ र बेलुका चाहिँ एकदम राम्रो सिन आएको थियो। यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यहाँ घाम अस्ताउन लागेको यो दृश्य चाहिँ राम्रो देखेको थियो समयमा, एकदम राम्रो र मजा आयो चाहिँ। आज चाहिँ हामी ट्र्याक्टर गिलुङबाट चरगाउँसम्मको यात्रामा छौँ। हामी अहिले गिलुङको प्रवेशद्वारबाट तल लागिरहेका छौँ, जुन चाहिँ सालमे भन्ज्याङ हुँदै चरगाउँ जाने बाटो। बिहानको चम्किलो घामसँगै हामी यात्रा चाहिँ बढिरहेको थियो। रमाइलो थियो हाम्रो यात्रा चाहिँ। बिहानको समयमा जाडो जाडो चिसो चिसो पनि छ, तर पनि हामी जान मिलिसकेका छौँ र
एकदम रमाइलो सोचेको भन्दा पनि बढी राम्रो दिन पर्थ्यो हाम्रो लागि चाहिँ। अहिले चाहिँ हामी ट्याक्टर स्कुलमा आइपुग्यौँ। हामी तक्सर आउन लागिसक्यौँ। त्यो देखेको चाहिँ भोलि गाउँ। ढिलो भयो स्कुल ढिलो भयो। त्यो देखेको चाहिँ भोलि गाउँ। सब बस्दै हो कि निकालेको हामी चाहिँ अहिले ठ्याक्क उपल्लो चरगाउँ बागको अलिकति तल खेतमा छौँ। यहाँबाट चाहिँ हामीले केही दृश्यहरू हेरिरहेका छौँ। एकदमै राम्रो देखिरहेको छ हिमदारको दृश्य, त्यसै गरी कुब्लुङको दृश्य राम्रो देखेको छ। पारिलो घाम लागेको पनि छ र हामी यो डिलमा बसेर एक दुईवटा फोटो खिच्यो र फोटो खिचेपछि हामी तल चरगाउँ केम्लीतर्फ लाग्यो र केम्लीमा पुगेपछि झन् रमाइलो भयो। ज्यादा आयो बजार ठुलो लाग्थ्यो। भागुङदेखिको कुम्बुङ पस्काउँ उहाँ नागीबाट पस्को सबै आउँछ। ठुलो खेल्ने हो नि त्यत्रोमा नि मालबा आराम हुनुहुन्छ? ए के अरे म कान्छा छोरो हो कि म कान्छा सन्चै हुनुहुन्छ कि रे है? हजुर होइन यहीँ यसो के अरे घरतिर यसो डुलेर आऊँ भनेर पहिला पुरानो ठाउँमा आयो। अहिले फर्किन्छु। बा नमस्ते बा, आराम हुनुहुन्छ बा? के अरे म आमा फर्किन्छु बा है, अहिले फर्किन्छु भेटौँ लागि। यो त चौतारा चाहिँ याद छ मलाई, झल याद आयो भन्नुमा। अनौठो यहाँ चाहिँ याद छ मलाई। आइपुग्यो घर ठुलो कान्छा छोरो कान्छा अनि सिसुवा भेट्यो अनि सिसामा भेटेको नि त। हामी चाहिँ यति बेला आदरणीय बाबुराम दाईको घरमा पुगेका छौँ। उहाँ चाहिँ आदरणीय हाम्रो सबैको आमा हुनुहुन्छ, बाबुराम दाईको आमा, र हामीलाई सानैबाट माया गर्ने आमा हुनुहुन्छ।
उहाँसँग भेट्न पाउँदा बोल्न पाउँदा झन् निकै नै खुसी लागेको छ। उहाँलाई पहिला पनि मैले पोखरामा भेटेको थिएँ अनि धेरै समयपछि फेरि भेटेको छु र मिठो गफगाफ भयो र उहाँले हामीलाई खाजाभुजा बनाइदिनु भयो। हामी खाजा खाएर फेरि उता गाउँतिर डुल्न पनि गयौँ। घरमा उहाँ एक्लो हुँदो रहेछ, बुवालाई चाहिँ माथि गाउँमा भेटिएको थियो, बाटोमा भेटिएको थियो र खुसी लाग्यो आमालाई भेट्न पाउँदछौँ। केप्लीको डाँडामा अहिले हामी पहिला सानामा धेरै खेलेको ठाउँ, यो चाहिँ हामी पहिला सानो खेल्ने डाँडा हो यो। त्यो चौतारा यहाँ चाहिँ पहिला ऊ जमानाको रोटी दिन यहाँ डढे लागिसकेको छ नि यता। धेरै नौलो लागेको छ। लौसी बोटोमा आइपुग्यो अहिले चाहिँ। झाडी भएर छेड्न नसकेको छ। लौसी अलिअलि हो टुप्पाउनु पर्यो। स्कुल आउने बाटो हो कि यो उता गौडो छ, अझै सानो गौडो छ। बाटो त रहेछ अझै यहाँ, पहिलाकै बाटो हो कि यो, पहिल्यै हिँडेको बाटो हो कि पुरै। अहिलेसम्म नै धेरै उस नि त। यहाँ बाटो गरिन्थ्यो नि, त्यो खलेगारको डाँडा हो त्यो। यहाँबाट यता उति बाँध्नु पऱ्यो त अङ्कबाट जाने बाटो थियो ठ्याक्क। फाइनल्ली पुरानो घर आइसकेको अवस्था, पुरानो घर आइसकेको। फुलको बुट आइसक्नु रहेछ हौ, यो फुलको बुट भाडा आइसक्नु रहेछ। सानो घरबाट बन्द यस्तो पुगिसक्यो। यो चाहिँ हाम्रो माइलीआमाको घर भएको जग्गा हो। त्यो जिमेलको बुट अझै पनि सुकेको खिन्दिङ त्यति सानो हुन्छ जिमेलको बुट, यस्तै ठुल्ठुलो जिमेलको घर। हाम्रो सानो घर यताको धारो भनेको यही हो। धारो अहिलेसम्म छ सानो घरको जग भएको ठाउँ हो यो। यस्तो गाडीमा छ। आउँछ कि यहाँ पिपलपुर त गइसकेको छ यार। र हामी यो डिलको चौतारामा केही बेर थकान मेटिसकेपछि फेरि पनि गाउँतर्फ उकालो लाग्यो र जाँदै गर्दा हामी आदरणीय पुनित दाईको घरमा पसलले उकालो लाग्यो र हेर्दा झट्ट हेर्दा घरमा कोही हुनुहुन्न जस्तो लागेको थियो। तर भित्र गेटबाट भित्र छिरिसकेपछि चाहिँ दाई हुनुहुँदो रहेछ धारामा र यहाँ चाहिँ बाख्रा पालनको ठुलो व्यवसाय नै गर्नुभएको रहेछ एकदम व्यवस्थित तरिकाले। र आदरणीय दाईसँग बोल्ने मौका पाइयो। हजुर दाई उहाँ चाहिँ आदरणीय हाम्रो दाईको
आमा हुनुहुन्छ र उहाँसँग पनि हामी केही क्षण कुरा गरिसकेपछि चाहिँ हामी फेरि माथि उकालो लाग्यौँ। यसो माथि घुमेर आउँछौँ बजे। Fufu, namaste Fufu. Arah untuk Fufu. Tidak lagi dah. Terima kasih. Biar saya kemana? Baik Fufu. Hello. Ali makannya ada tak? Ah, ada berapa? Di Gilung gua thia aja hijau. Gilung gua ada biasa nak. Tidak saya ada kain yang mana? Baik Fufu. Ayah mana? अरे होता कम से कम गाँव जिले में गाड़ी चार बार हो तो खाएगा काम बदलना मुझे कहीं ना कितना होता है ये तो होता है र मेदाईसँग कुरा गरिसकेपछि हामी फर्क्यौँ, किनभने हामी गिलोङ फर्कनु पर्ने थियो र केही फोटो खिचेर फेरि गिलोङ नै फर्क्यौँ। 1-2 घन्टाको यात्रापछि हामी सुरक्षितसँग साथी गिलोङ आइपुग्यौँ। धन्यवाद तपाईँहरूलाई सम्पूर्ण भिडियो हेरेर साथ दिनुभयो र लाइक सब्सक्राइब गर्न नबिर्सनु होला। हामी फेरि पनि जोडिनेछौँ। सी यू।